नमस्ते फ्रेन्ड्स अनि स्वागत छ यो विशेष संक्षेपित अडियो बुकमा। आज हामी संसारकै सबैभन्दा पुराना, रहस्यमय र गहिरा दर्शनहरूमध्ये एक चिनिया दार्शनिक लाओ जुद्वारा लिखित ताओ ते चिङको एउटा अद्भुत यात्रामा निस्किँदैछौँ। यो अडियो बुक गाइडलाई अलि फुर्सद निकालेर हेडफोन लगाएर आफ्नो मनलाई शान्त बनाएर सुन्नुहोला, किनभने आज हामी जुन कुराको चर्चा गर्दैछौँ त्यसले तपाईँको करियर, तपाईँको मेन्टल पिस र जीवनलाई हेर्ने दृष्टिकोणमा एउटा ठूलो सिफ्ट ल्याउनेछ। 24 घण्टा इन्टरनेटको पहुँच, नोटिफिकेसनको कन्टिन्युअस पपअप, सोसल मिडियामा देखिने अरूको पर्फेक्ट लाइफस्टाइल अनि करियरमा सबैभन्दा अगाडि पुग्नै पर्ने यो म्याड रेस। के तपाईँलाई कहिलेकाहीँ लाग्दैन कि हामी जति धेरै दौडिरहेका छौँ त्यति नै धेरै थाकिरहेका छौँ? जति धेरै कुराहरूलाई आफ्नो कन्ट्रोलमा राख्न खोज्छौँ, हाम्रो लाइफ त्यति नै भद्रगोल, अनप्रिडिक्टेबल र स्ट्रेसफुल भइरहेको छ। आजको यो मोडर्न डे प्रब्लमको सल्युसन आजभन्दा झन्डै 2500 वर्ष अगाडि नै एउटा सानो किताबमा लेखिसकेको थियो। ताओ ते चिङको अर्थ हुन्छ परम सत्य र त्यसको शक्तिको मार्ग। यो किताबले हामीलाई एउटा अनौठो आर्ट सिकाउँछ जसलाई भनिन्छ आर्ट अफ डुइङ नथिङ, अर्थात् केही नगरिकन पनि संसारका सबै कुरा कसरी हासिल गर्ने। यो विरोधाभासपूर्ण लाग्ने दर्शनलाई अलि गहिरिएर बुझ्नको लागि आउनुस् काठमाडौँको एउटा इन्टायरली नेचुरल र रियल लाग्ने कथा सुनौँ। काठमाडौँमा बस्ने 32 वर्षीय आयुष एउटा डिजिटल एजेन्सी र कन्टेन्ट क्रिएसन स्टार्टअप चलाउँछन्। ऊ आफ्नो च्यानलको सबैभन्दा ठूलो र एम्बिसियस प्रोजेक्ट, एउटा एनिमेटेड सिरिज र त्यसको प्रवर्धनका लागि मल्टिपल अडियो बुकहरू र भिडियो मेटेरियल्स लन्च गर्ने तयारीमा थियो। बाहिरबाट हेर्दा आयुष एकदमै डाइनामिक र सक्सेसफुल देखिन्थ्यो, तर भित्रभित्रै ऊ एउटा भयानक बर्नआउटमा बाँचिरहेको थियो। दिनको 16 घण्टा काम गर्ने, स्क्रिप्टको हरेक लाइन, थम्बनेलको डिजाइन र भिडियो अनि अडियो एडिटिङ समेत आफै बसेर इन्च बाई इन्च चेक गर्नुपर्ने उसको बानी थियो। उसलाई लाग्थ्यो यदि उसले हरेक सेकेन्ड कडा प्रेसर र कन्ट्रोल राखेन भने टिमले काम बिगार्नेछ र प्रोजेक्ट फ्लप हुनेछ। तर विडम्बना के थियो भने आयुषले जति धेरै बल गर्थ्यो, नतिजा त्यति नै बिग्रिँदै गइरहेको थियो। अन्तिम मोमेन्टमा केही सफ्टवेयर क्र्यास भयो, इम्पोर्टेन्ट डिजिटल एसेट्स डिलिट भए र डर अनि वर्क प्रेसर सहन नसकेर उसको मुख्य एनिमेटरले कामै छोडिदियो। लन्च डेट नजिकिँदै गर्दा पुरै काम अलपत्र पर्यो। आयुषको दिमाग ब्ल्याकआउट भयो, उसलाई राति निन्द्रै नलाग्ने र प्यानिक अट्याक आउन थाल्यो। आयुषको यो हालत देखेर उसकी श्रीमती दीक्षा निकै चिन्तित थिइन्। कतैबाट पनि निकास नदेखेपछि दीक्षाले एक दिन फकाएर उसलाई उपत्यकाको कोलाहलबाट अलि टाढा कीर्तिपुरको एउटा एकान्त रिसोर्टमा फ्रेस हुन लिएर गइन्। त्यहाँ बेलुका चिसो हावा चलिरहेको बेला रिसोर्टको एउटा कुनामा बस्दा आयुष आफ्नो म्याकबुक स्क्रिनमा टोलाउँदै निकै दिक्क भएर भन्यो, दीक्षा, म बर्बाद भएँ। मैले आफ्नो सम्पूर्ण एनर्जी र टाइम लगाएर प्रोजेक्टको हरेक कुरा कन्ट्रोल गर्न खोजेँ, तर जति धेरै मेहनत गर्छु सबै कुरा त्यति नै भत्किँदै गइरहेको छ। दीक्षाले केही बोलिनन्। उनले ब्यागबाट एउटा बुट्टा कुदेको काठको राम्रो बाँसुरी निकालिन्, जुन उनले आयुषको मुड ठिक होला कि भनेर बाटोमा किनेकी थिइन्। दीक्षाले आयुषलाई बाँसुरी दिँदै भनिन्, लौ न, तिमी कलेजको दिनमा कति राम्रो फ्लुट बजाउँथ्यौ, आज मेरो लागि एउटा धुन बजाउ न। आयुषले दिक्क मान्दै बाँसुरी समात्यो र आफ्नो पुरै रिस, तनाव र वर्क प्रेसर दिमागमा राखेर ओठमा टाँस्यो। उसले पुरै बल लगाएर फोक्सोको हावा एकैपटक बाँसुरीभित्र धकेल्यो, तर बाँसुरीबाट कुनै धुन निस्किएन। मात्र एउटा कान खाने अप्रिय र ठूलो सुई आवाज आयो। आयुषले झन रिसाउँदै भन्यो, यो बाँसुरी नै बिग्रेको छ दीक्षा, यसबाट आवाज नै आउँदैन। दीक्षा मुस्कुराइन् र आयुषको हातबाट बिस्तारै बाँसुरी लिइन्। उनले बाँसुरीलाई ओठमा राखिन् र एकदमै रिल्याक्स भएर आँखा चिम्लिएर आफ्नो श्वासको नेचुरल फ्लोलाई बाँसुरीको भित्र बग्न दिइन्। कीर्तिपुरको त्यो साँझमा एउटा असाध्यै मिठो र शान्त धुन गुन्जियो, जसले आयुषको मनको आधा रिस त्यसै हरायो। दीक्षाले बाँसुरी आयुषको काखमा राख्दै शान्त स्वरमा भनिन्, आयुष, बाँसुरी बिग्रेको छैन, समस्या बाँसुरीमा होइन, त्यसले बजाउने तरिकामा छ।
यो हेर, जब तिमीले आफ्नो सबै तनाव, डर र नियन्त्रण गर्ने चाहनालाई यसभित्र जबरजस्ती खन्याउन खोज्यौ, यसको सङ्गीत हरायो। तर मैले केही विशेष गरिनँ। मैले केवल आफ्नो श्वासलाई स्वाभाविक रूपमा बग्न दिएँ। श्वासलाई धकेलिन, रोकिन, नियन्त्रण गर्न खोजिन। मैले त्यसलाई एउटा बाटो मात्र दिएँ। सङ्गीत त जबरजस्ती निकाल्ने चिज होइन आयुष। जब सबै कुरा आफ्नो प्राकृतिक लयमा बग्न पाउँछन्, सङ्गीत आफै जन्मिन्छ। तिमी अहिले आफ्नो व्यवसाय, आफ्नो टिम र आफ्नो जीवनसँग पनि यही गरिरहेका छौ। हरेक कुरा नियन्त्रण गर्न खोज्दैछौ। हरेक परिणामलाई आफ्नो इच्छा अनुसार मोड्न खोज्दैछौ। तर जति धेरै बल लगाउँछौ, त्यति नै जीवनको सङ्गीत हराउँदै जान्छ। जहाँ सामञ्जस्य हुनु पर्थ्यो, त्यहाँ केवल कोलाहल पैदा हुन्छ। कहिलेकाहीँ अगाडि बढ्नको लागि धेरै धकेल्नु पर्दैन, बरु समातेर बसेको कुरा छोड्नुपर्छ। नदी समुद्रसम्म पुग्न सङ्घर्ष गरेर होइन, बगेर पुग्छ। जीवन पनि त्यस्तै हो। जब तिमीले नियन्त्रणको मोह छोड्छौ, तब मात्र यसको वास्तविक सङ्गीत सुनिन थाल्छ। श्रीमती दीक्षाको यो कुरा सुन्ने बित्तिकै आयुषको दिमागमा जुरुक्क एउटा लाइट बले जस्तो भयो। उसले महसुस गर्यो कि उसले पनि आफ्नो लाइफको हरेक क्षण र परिणामलाई जबरजस्ती कन्ट्रोल गर्न खोजेर आफैलाई सिद्ध्याउँदै थियो। दीक्षाले बाँसुरीको सहज बहावबाट बुझाएको यो अवधारणा नै ताओ ते चिङको मुटु हो। यसलाई लाओजुले वै वु वै भनेका छन्, जसको सिधा अर्थ हुन्छ एक्सन विदाउट एफोर्ट वा सहज क्रिया। यो सुन्दा सुरुमा अलि अव्यावहारिक लाग्न सक्छ। केही मेहनत वा सङ्घर्ष नै नगरिकन कसरी काम हुन्छ र? हाम्रो मोडर्न सोसाइटीले त हामीलाई नो पेन नो गेन अर्थात् बिना पीडा केही पाइँदैन, जति धेरै बल गर्यो त्यति धेरै सफलता मिल्छ भनेर सिकाएको छ। तर ताओले भन्छ, तपाईको पीडा, सङ्घर्ष र बल धेरैजसो गलत ठाउँमा भइरहेको छ। मुभईको वास्तविक अर्थ अल्छी भएर सोफामा पल्टिनु वा आफ्नो करियरलाई त्याग्नु कति पनि होइन। यसको गहिरो मतलब त प्रकृति, समय र परिस्थितिको नेचुरल फ्लोलाई नरोकी, जबरजस्ती नगरिकन आफ्नो बेस्ट कन्ट्रिब्युसन दिनु हो। यसलाई एउटा सिम्पल फिजिक्सको एक्जाम्पलबाट बुझौँ। जब तपाईँ पानीको तीव्र धारको विरुद्धमा विपरीत दिशामा पौडिने प्रयास गर्नुहुन्छ, तपाईँ आफ्नो सम्पूर्ण एनर्जी खर्च गर्नुहुन्छ र छिट्टै थाकेर डुब्नुहुन्छ। तर जब तपाईँ धारकै दिशामा आफ्नो शरीरलाई छोडिदिनुहुन्छ र मात्र दिशा मिलाउने प्रयास गर्नुहुन्छ, तपाईँ निकै कम एनर्जीमा बिना कुनै कडा सङ्घर्ष गन्तव्यमा पुग्नुहुन्छ। वुवै भनेको जीवनको त्यो धारलाई चिनेर पौडिनु हो। यो फिलोसफी केवल पुराना गाउँघर वा दार्शनिक कुराहरूमा मात्र सीमित छैन। संसारका टप पर्फर्मर, एथलिट र लिडरहरूले आफ्नो माइन्डसेटमा यसलाई कसरी एप्लाई गरेका छन्, आउनुस् एउटा ग्लोबल केस स्टडी हेरौँ। इतिहासकै सबैभन्दा इन्फ्लुएन्सियल मार्सियल आर्टिस्ट र फिलोसफर ब्रुस लीको त्यो प्रख्यात भनाइ तपाईँले पक्कै सुन्नुभएको होला, बी वाटर माई फ्रेन्ड। ब्रुस लीको यो पुरै फाइटिङ एप्रोच र लाइफ फिलोसफी सिधै ताओवादबाट इन्स्पायर्ड थियो। ब्रुस ली भन्थे कि पानी संसारको सबैभन्दा सफ्ट र लचिलो चिज हो, तर यसले संसारको सबैभन्दा कडा चट्टानलाई पनि बिस्तारै काट्न सक्छ। पानीलाई कपमा राख्यो भने त्यो कपकै सेपमा ढल्छ, बोतलमा राख्यो भने बोतलकै सेप लिन्छ र केतलीमा राख्यो भने केतलीकै रूप लिन्छ। पानीले कहिल्यै बाटोमा पर्ने चट्टानसँग टाउको जुधाएर लड्दैन, बरु आफ्नो बाटो आफै मोडेर बग्छ। जब ब्रुस ली रिङमा उत्रिन्थे, उनी कुनै फिक्स्ड प्लान वा स्ट्रिक्ट फर्मुला लिएर जाँदैनथे। उनी विपक्षीको मुभमेन्ट अनुसार तत्कालै आफूलाई एड्याप्ट गर्थे। आजको कर्पोरेट र टेक वर्ल्डमा पनि जुन लिडरहरूमा यो वाटर माइन्डसेट हुन्छ, उनीहरू मार्केटको क्राइसिस र अनपेक्षित चेन्जहरूमा कहिल्यै कोल्याप्स हुँदैनन्, बरु झन् बलियो भएर निस्किन्छन्। आउनुस् अब यो महान ग्रन्थले सिकाउने 4वटा मुख्य व्यावहारिक फ्रेमवर्कहरूलाई अझ विस्तृत रूपमा बुझौँ, जसलाई हामीले आजैदेखि आफ्नो दैनिक जीवनमा लागू गर्न सक्छौँ। पहिलो फ्रेमवर्क हो द पावर अफ एम्प्टिनेस, अर्थात् खालीपनको अविश्वसनीय शक्ति। लाओजुले ताओ ते चिङको 11औं परिच्छेदमा एउटा गज्जबको कुरा लेखेका छन्। उनी भन्छन्, हामी माटोको घैँटो बनाउँछौँ, तर घैँटोको वास्तविक उपयोगिता त्यसको माटोमा होइन, त्यसको भित्र रहेको खाली भागमा हुन्छ। हामी घर बनाउन बलिया भित्ताहरू खडा गर्छौँ, तर त्यो घर बस्न लायक र उपयोगी तब मात्र हुन्छ जब त्यहाँ ढोका र झ्यालहरूको खाली ठाउँ छोडिन्छ।
यदि पुरै घर इँटा र सिमेन्टले मात्र कोचिएको हुन्थ्यो भने के त्यहाँ कोही बस्न सक्थ्यो? तर आजको हाम्रो मोडर्न रुटिन र लाइफस्टाइल कस्तो छ? हामी आफ्नो क्यालेन्डरको हरेक मिनेट, आफ्नो दिमागको हरेक कुना र आफ्नो समयलाई हरदम कुनै न कुनै टास्क, पडकास्ट, रिल वा इन्फर्मेसनले कोचेर राख्छौँ। हामीलाई 1 मिनेट पनि खाली बस्न डर लाग्छ। जति बेला पनि दिमागमा एउटा कन्स्टेन्ट ब्याकग्राउन्ड नोइज चलिरहेको हुन्छ। ताओ दर्शनले भन्छ, आफ्नो जीवनमा, आफ्नो दिनमा अलिकति खाली ठाउँ, अलिकति स्पेस छोड्नुहोस्। जब घैँटो जस्तै तपाईँको दिमाग पनि खाली र शान्त हुन्छ, तब मात्र त्यहाँ नयाँ र ओरिजिनल आइडिया, क्रिएटिभिटी र साँचो आनन्दको प्रवेश हुन सक्छ। के तपाईँले आफ्नो डेली रुटिनमा यस्तो कुनै एम्प्टी स्पेस छोड्नु भएको छ? दोस्रो फ्रेमवर्क हो रेडिकल एक्सेप्टेन्स अर्थात् पूर्ण स्वीकारोक्ति। हाम्रो धेरैजसो मानसिक तनाव र एङ्जाइटी परिस्थितिलाई आफ्नो इच्छा अनुसार कन्ट्रोल गर्ने चाहनाबाट आउँछ। हामी सोच्छौँ कि अफिसको प्रोजेक्ट सधैँ हाम्रै प्लान अनुसार चलोस्। सोसल मिडियाको फिडमा मान्छेहरूको फिडब्याक सधैँ सकारात्मक होस् र हाम्रो लाइफमा कहिल्यै कुनै अप्ठ्यारो मोड नआओस्। तर रियालिटी हाम्रो कन्ट्रोलमा हुँदैन। लाउजू भन्छन्, प्रकृति हतार गर्दैन, तैपनि सबै कुरा समयमै पुरा हुन्छन्। जब तपाईँ कडा जाडोको मौसममा जबरजस्ती आँप फलाउन खोज्नुहुन्छ, तपाईँ मात्र असफल र निराश हुनुहुन्छ। रेडिकल एक्सेप्टेन्सको मतलब हार मान्नु होइन, तर वर्तमान परिस्थितिलाई जस्तो छ त्यस्तै रूपमा स्वीकारेर त्यहीबाट आफ्नो बेस्ट स्टेप चाल्नु हो। जब तपाईँ यस्तो किन भयो भन्ने रोइलो र कन्ट्रोल गर्ने जिद्दी छोडिदिनुहुन्छ, तपाईँको भित्री एनर्जी र फोकस बच्छ, जसलाई तपाईँले सही ठाउँमा इन्भेस्ट गर्न सक्नुहुन्छ। तेस्रो फ्रेमवर्क हो द फिलोसफी अफ सिम्प्लिसिटी अर्थात् सरलताको शक्ति। आजको कन्ज्युमरिस्ट संसारले हामीलाई सधैँ एउटै कुरा सिकाउँछ, मोर। अझ धेरै पैसा, अझ धेरै ग्याजेट्स, अझ धेरै फलोवर्स, अझ धेरै उपलब्धि। हामीलाई लाग्छ कि जति धेरै कुराहरू हामी आफ्नो लाइफमा थप्दै जान्छौँ, हामी त्यति नै सुरक्षित र सुखी हुनेछौँ। तर ताओको मन्त्र एकदमै विपरीत र क्लियर छ। लाउजो भन्छन्, ज्ञान प्राप्त गर्नका लागि दिनौँ केही न केही थप्नुपर्छ, तर बुद्धि प्राप्त गर्नका लागि दिनौँ केही न केही घटाउनुपर्छ। जति धेरै इच्छा, सामान र कमिटमेन्टहरू तपाईँ आफ्नो थाप्लोमा थप्दै जानुहुन्छ, तपाईँ त्यति नै धेरै बन्धन र तनावमा पर्नुहुन्छ। साँचो सुख र मानसिक स्वतन्त्रता त जीवनलाई जति सक्यो मिनिमलिस्टिक, सिम्पल र अनक्लटर्ड बनाउनुमा छ। आफ्नो फिजिकल स्पेस र मेन्टल स्पेस दुवैबाट नचाहिने फोहोर र अनावश्यक कुराहरूलाई हटाउनु नै समृद्धिको नयाँ डेफिनिसन हो। चौथो र अन्तिम फ्रेमवर्क हो द स्ट्रेङ्थ अफ सफ्टनेस अर्थात् लचिलोपनको सर्वोच्च शक्ति। हामी प्राय सोच्छौँ कि जो मान्छे कडा छ, आक्रामक छ र जसले आफ्नो अडान कहिल्यै छोड्दैन, उही बलियो हो। तर लाउजूले प्रकृतिको एउटा गजबको अब्जर्भेसन सेयर गरेका छन्। उनी भन्छन्, जब एउटा मान्छे जीवित हुन्छ, उसको शरीर एकदमै नरम र लचिलो हुन्छ। तर जब उसको मृत्यु हुन्छ, उसको शरीर कडा र कठोर बन्छ। जब एउटा रुख जीवित र हरियो हुन्छ, उसका हाँगाहरू हावाको झोक्कासँगै झुक्छन् र लचिला हुन्छन्। तर जब रुख सुक्छ र कडा हुन्छ, बलियो हावा चल्दा त्यो जरैदेखि ढल्छ। यसको मतलब कठोरता मृत्यु र विनाशको लक्षण हो भने लचिलोपन जीवन र वृद्धिको लक्षण हो। आफ्नो विचारमा, आफ्नो इगोमा कहिले त्यति धेरै कडा नहुनुहोस् कि परिस्थितिको एउटा सानो धक्काले तपाईँलाई भित्रैदेखि भाँचिदिनु परोस्। अरूको कुरा सुन्न सक्ने, आफ्नो गल्ती स्वीकार्न सक्ने र समय अनुसार आफ्नो हटलाई छोड्न सक्ने मान्छे नै वास्तवमा संसारको सबैभन्दा शक्तिशाली व्यक्ति हो। यो लामो र गहिरो अडियो बुकको अन्त्यमा आइपुग्दा म तपाईँलाई एउटा गम्भीर आत्मसमीक्षाको लागि अनुरोध गर्न चाहन्छु। के तपाईँ आफ्नो जीवनको रथलाई आफै जबरजस्ती घिसारिरहनु भएको छ? के तपाईँ सानो सानो कुरामा कडा सङ्घर्ष गरेर आफैलाई भित्रभित्रै खोक्रो बनाउँदै हुनुहुन्छ?
कि समय, प्रकृति र आफ्नो भित्री आवाजको बहावलाई बुझेर सहजताका साथ अगाडि बढिरहनु भएको छ। भोलि बिहान जब तपाईँको आँखा खुल्छ, आफ्नो दिनको सुरुवात सधैँको जस्तो हतारो र स्ट्रेसमा नगर्नुहोस्। ओछ्यानबाट उठ्ने बित्तिकै फोन समातेर संसारभरिको कोलाहल, इमेल र सोसल मिडियाको फिडब्याक आफ्नो दिमागमा कोच्नुको सट्टा मात्र 5 मिनेट कतै शान्त ठाउँमा बस्नुहोस्। कुनै काम नगर्नुहोस्, कुनै विचार नगर्नुहोस्। त्यो 5 मिनेटको खालीपन, त्यो एम्प्टी स्पेसलाई आफ्नो श्वासमा महसुस गर्नुहोस् र आफैलाई बिस्तारै भन्नुहोस्, म आज परिस्थितिसँग जबरजस्ती लड्ने छैन। म आज पानी जस्तै लचिलो भएर बग्नेछु र आफ्नो बेस्ट दिनेछु। जीवनलाई सधैँ नियन्त्रण गर्ने यो व्यर्थको जिद्दीलाई बिस्तारै छोडिदिनुहोस् र हेर्नुहोस् कसरी तपाईँको लाइफका सबै कुराहरू बिना कुनै ठूलो सङ्घर्ष आफै आफ्नो सही ठाउँमा मिल्दै जानेछन्। यही नै ताओको मार्ग हो। यही नै सहज जीवनको रहस्य हो। यो विस्तारित अडियो बुक गाइडलाई ध्यानपूर्वक सुनेर आफ्नो अमूल्य समय दिनुभएकोमा तपाईँलाई हृदयदेखि धन्यवाद। यदि आजको यो फिलोसफीले तपाईँको मनलाई छोयो र जीवनलाई एउटा नयाँ पर्सपेक्टिभ दियो भने यो भिडियोलाई एउटा लाइक क्लिक गरिदिनुहोला। आजको यो बुक समरी तपाईँका ती साथीहरू र परिवारका सदस्यहरूलाई सेयर गर्नुहोस् जो दिन-रात लाइफको म्याड रेसमा दौडिँदा दौडिँदै थाकिसकेका छन् र जसलाई मेन्टल पिसको एकदमै आवश्यकता छ। यस्तै गहिरा, लाइफ चेन्जिङ र सन्देशमूलक अडियो बुकहरू भविष्यमा पनि सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउन नबिर्सिनुहोला, ताकि आगामी कुनै पनि भ्यालुएबल कन्टेन्ट मिस नहोस्। तपाईँको अगाडिको यात्रा एकदमै सहज, शान्त र फलदायी रहोस्। स्टे काम, स्टे माइन्डफुल, and be water, my friend.